मलाई कमाउनु छ 10,365 दिनमा फ्रम कन्स्ट्रक्सन फिल्ड। आज बिहानै 8 बजे चाहिँ म लागि मेरो पसलतिर। म पसल नआएको चाहिँ 1.5 हप्ताभन्दा धेरै भइसकेछ। मेरो थोरै काम थियो अनि कामहरू सकेर भिडियोजहरू खिचेर चाहिँ अपलोड गरेको छु। हेर्न नबिर्सिनु होला आगमन डोर एन्ड ल्यामिनेटमा। त्यसपछि लागे म मेरो अफिसतिर, सर्टेड पूजाहरू गरे अनि बल्ल म अरू कामतिर लागे। यतापट्टि चाहिँ हाम्रो नर्मल सोइल टेस्ट भइरहेको छ, लोकल सोइल टेस्ट हैन। अनि हाम्रो यो चाहिँ आवर काइन्ड अफ कन्स्ट्रक्सन शपिङ हो यो चाहिँ। अनि केही सामानहरू किन्नु पर्ने थियो, हामीले चाहिँ सामानहरू किनेर लाग्यौं साइटतिर। यो हाम्रो इमाडोलको रेसिडेन्शियल साइट हो जसमा चाहिँ हाम्रो धम्माधम काम भइरहेको छ। पर्सि चाहिँ ढलान छ। अनि मैले यहाँ सर्टेन ट्रान्ज्याक्सन भिडियो सुट गरेँ, त्यसपछि लागे म अफिसतिर। यस्तो मौसम थियो आज 4 बजे नै यस्तो अँधेरो र आई लभ दिस वेदर। यस्तो मजाको थियो हेर्नुस् न। त्यसपछि मैले चाहिँ आजको दिनलाई बाई बाई गरेँ अनि यति प्रोडक्टिभ भयो। आई वाज सो टायर्ड तर नो कम्प्लेन्स।